अँध्यारो रातमा जाडो यन्थ्यो गोठालाहरू आगो तापे गफिँदै थिए अँध्यारो रातमा जाडो यन्थ्यो गोठालाहरू आगो तापे गफिँदै थिए झलला झलला एक्कासी झलला 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 उज्यालो छायो स्वर्गको प्रकट भई केही भन्न लाग्यो गोठालाहरू अति नै डराउन लागे स्वर्गको प्रकट भई केही भन्न लाग्यो गोठालाहरू अति नै डराउन लागे नडराऊ तिम्रो लागि खुसीको खबर छ मुक्तिदाता संसारको जन्म भएको छ तिम्रो लागि खुसीको खबर छ मुक्तिदाता संसारको जन्म भएको छ स्वर्गदूतले प्रशंसाको गीत गुनगुनाए ज्ञानीजनले बालकलाई सिन्दूर चढाए स्वर्गदूतले प्रशंसाको गीत गुनगुनाए ज्ञानीजनले बालकलाई सिन्दूर चढाए सिन्दूर चढाए सिन्दूर चढाए कति असल खबर सुनियो कति असल खबर सुनियो प्रभु यीशु मानिस भई जन्मियो 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 कति असल खबर सुनियो आहा कति असल खबर सुनियो यसु ख्रिस्ट जन्मे गरिब एउटैमा दाउदको सहर बेथलेम गाउँमा चिसो दियो न्यानो केही थिएन हाम्रो लागि उद्धारकर्ता पस्यो जुरेलमा कुमारीको गर्भबाट उनको जन्म भयो परमेश्वरको वचनहरू तब पूरा भयो पूर्वीका ज्ञानीहरू तर पछि आए परमेश्वरको पुत्र जन्मेको खबर सुनाए लोभियोको राजा जन्मेको खबरले लोभियोको राजा जन्मेको खबरले हेरोद द ग्रेट बेचेन भयो हेरोद द ग्रेट बेचेन भयो बेचेन भयो बेचेन भयो नडराऊ तिम्रो लागि खुसीको खबर छ मुक्तिदाता संसारको जन्म भएको छ तिम्रो लागि खुसीको खबर छ मुक्तिदाता संसारको जन्म भएको छ स्वर्गदूतले प्रशंसाको गीत गुनगुनाए ज्ञानीजनले बालकलाई सिन्दूर चढाए स्वर्गदूतले प्रशंसाको गीत गुनगुनाए ज्ञानीजनले बालकलाई सिन्दूर चढाए सिन्दूर चढाए सिन्दूर चढाए संसारको पाप उठाइलान संसार